मोजा लाएको छ भनेर हुँदैन बाइक नछिरेपछि कति गाह्रो छ यार काम गर्न यस्तो भएपछि अलिअलि सहज हुन्छ अब मैले धेरै त सक्दिनँ अब यसो बाइक हिँड्ने चाहिँ बनाइदिन्छु सबैको लागि तपाईँहरूले पनि आफ्नो गाउँ टोलमा यसरी बाटो बिग्रियो भने अरूको लागि पनि आफ्नो लागि त त्यतिकै राम्रो भइहाल्छ गरेपछि अरूको लागि पनि राम्रो गर्ने प्रयास गर्नुहोस् आफूले सकेको सहयोग गर्नुपर्छ जुनै ठाउँमा पनि यो बाटो चाहिँ हाम्रो भाइ बहिनी विद्यार्थी भाइ बहिनी पनि हिँड्छ त्यसैले आज मैले यात्रा गर्ने क्रममा चाहिँ यस्तो देखियो त्यसैले मैले साथमा सधैँ पन्जा कुटो साबेल चाहिँ बोक्ने गर्थेँ आज चाहिँ म काम विशेष चाहिँ हिँडेको भएर छुट्टियो त्यही भनौँ कति गर्मी भएको यार गरे असम्भव केही छैन संसारमा प्रयास जारी राख्नुहोस् भेष भनेको हामी आफैले बनाएर भेष बदल्ने हो गरे असम्भव केही पनि छैन हैन मेरो धारणा त्यही हो अब लगभग छिर्छ होला यति गरे यस्तो गर्दै यसरी खोल्ने यसरी खोल्ने ट्याक्क फेरि ब्यागमा हाल्ने हिँड्ने कस्तो लाग्यो मेरो आइडिया